त्यसले चाहिँ के काम गर्छ भाइ? यसले चाहिँ कफीको मोइस्चर अनि चाहिँ यो कफीको मोइस्चर नपुगेसम्म हामीले यो हलिङ गर्न मिल्दैन। त्यसो भएको हुँदा मोइस्चर पुगेपछि मात्र हामीले हलिङ गर्नलाई चाहिँ सजिलो हुन्छ। यसको मतलब कि कफीको जुन पासपेनको बोक्रा हुन्छ त्यो छोडाउन योग्य, नत्र भने यसमा चाहिँ यदि मोइस्चरको मात्रा बढी भयो भने हलर मसिनले यो पासपेनको बोक्रा छोडाउन लागि अलिक असमर्थ हुन्छ। त्यो भएको हुँदा हामीले यो यसरी चेक गरिन्छ है। यो मेसिनलाई कति पर्दो रहेछ, कहाँबाट ल्याएको यो? यो मसिन खास गरेर पहिला अलि गाह्रै थियो, हामीले यो काठमाडौँबाट मगाएको हो। तर अहिले चाहिँ नि पोखरामा नि पाउँछ। र पहिला चाहिँ नि यो चाहिँ विशेष गरी हामी दुबईबाट मगाएको। अब यसको मोइस्चर चेक गर्नको लागि यो कतिलाई हामीले युज गर्छौँ। भरिहाल्नुपर्छ। भरिहाल्नुपर्छ। गऱ्यो यो पिटु आयो। यो 14.6 मतलब कि अब यो हलिङ गर्नको लागि अझै भएको छैन, योग्य छैन। र यो हलिङ हुनको लागि 10 देखि 13 मोइस्चर हुनुपर्छ। यो अझै चिसो छ, यसलाई हामीले अझै सुकाउनुपर्छ। यसरी हामीले यो हेरेर हामीले यो तयारी अवस्थामा छ कि छैन हलिङ गर्नको लागि भन्ने कुरा यो मोइस्चर मसिनबाट हामीले जानकारी प्राप्त गर्छौँ है। धन्यवाद। पहिला यो बोराको कफी चाहिँ राम्रै थियो, मोइस्चर पुगेको थियो। हजुर, यसलाई चाहिँ हामीले बाँधेर यहाँ राख्नाले अहिले चिसो मौसमले गर्दाखेरि चाहिँ मोइस्चर बढी भयो, मोइस्चर यसको चिसोपना बढ्यो। अब यसलाई सुकाएर फेरि हल्का सुकाउनु पर्छ हो। हल्का सुकाएर यसको मोइस्चर चाहिँ नि 13 भन्दा मुनि पुगेपछि अनि बल्ल यो हलिङको लागि तयारी हुन्छ। यो जस्तै 7-8 भयो भने के कस्तो हुन्छ फेरि? 7-8 भयो भने यसमा चाहिँ नि हुनु त हुन्छ, तर यसमा हामी घाट लाग्छ। किन मोइस्चर एकदम कम हुने बित्तिकै यसको वेट कम भइजान्छ। अनि वेट कम हुने बित्तिकै अनि यो हामीलाई घाटो लाग्ने हुँदा मोइस्चर चाहिँ अलिकति 10 to 13 को बिचमा राख्दा राम्रो हुन्छ है। चियाखाने प्रोग्राम पनि गर्दैछ। बोक्रा छोडाउने मेसिन। ग्रुपले चाहिँ अरूलाई काम लगाउनु भन्दा आफै काम गर्ने भनेको यो ग्रुपले हरेक काम आफैले गर्ने गर्छ। यो चाहिँ कफी प्रशोधन केन्द्र नौधारे निजी कफी कृषक समूहको हो। यो चाहिँ विदेशबाट फर्केर आइसकेको मान्छेहरू चाहिँ हामीले यो ड्रम सुकाइरहेको छौँ। केही समयपछि नै हामीले यो ड्रममा चाहिँ यो बोक्रा छोडाएर बाँकी भएको यो चेरी बोक्रालाई हामी अब पकाउन गइरहेको छौँ। यो पकाइसकेपछि यसलाई हल्का सुकाएर हामीले चाहिँ यसमा मर्चा हालेर पुरानो प्रविधि हाम्रै गाउँले प्रविधिबाट चाहिँ यसलाई कुहाउने र जाँड बनाउने अनि यसको रक्सी बनाउने कस्तो हुँदो रहेछ भने आज नयाँ प्रयास गर्न लाग्दैछु। हेरौँ तपाईँहरूलाई रक्सी कस्तो हुँदो रहेछ त्यसको अनुभव पनि पछि सुनाउनेछु है त। धन्यवाद।